हाम्रो वैज्ञानिकको पनि रहेछ नि 6 लाखको त त्यो पनि ताप्लेजुङका बुढाबुढीले दिएको अरे ल ताप्लेजुङमा 6 लाखको गाडी हुन्छ त होइन घडी त एकछिन चाहिन्न के घडी चाहिन्न कि घडी यो मोबाइल तपाईलाई उपहार दिए एकजना भाइ रिसाउँछ त्यहाँ हो के अस्ति यहाँ घडी दिएर घडी ल्याएर दिँदाखेरि मैले लिँदैन त्यसले देख्यो भने फेरि रिसाउँछ कहाँ हुन्छ यो लानु न त्यहाँ घडी दिँदै हुनुहुन्छ यी घडी गिफ्ट दिनु ल एकजना भाइ रिसाउने भयो जुत्ता दिने भाइ सुन्नु तपाईँले जबरजस्ती गर्नुभयो जुत्ता दिने भाइहरू त्यो थुप्रै जिल्लामा छन् मैले कसैको लिएको छैन तपाईँभन्दा सिनियर बुबा तपाईँभन्दा अलिकति म भन्छु ल दाजुभाइ दिदीबहिनीहरू ताप्लेजुङको फोङलिङ बजारमा तपाईँको नाम के ओम प्रकाश राई कति वर्ष हुनुभयो 73 वर्ष हुनुभयो मभन्दा अझै 2 वर्ष जेठा हुनुहुँदो रहेछ म 71 वर्षको हो होइन उहाँले ल्याएर जबरजस्ती घडी पनि बाँधिदिनु भयो के अरे जुत्ता पनि लगाइदिनु भयो मैले मानेको त छैन तर एकछिन आफूभन्दा ठुलो मान्छेको यसो मान राख्नलाई हो तर जुत्ता र घडी दिने भाइहरू तलतिर थुप्रै थिए कसैको पनि चाहिँ लिएको थिएन अब भाइहरू नरिसाउनु होला तलतिर जुत्ता मैले दिएको जुत्ता लाएन मैले दिएको घडी लाएन भनेर अब नरिसाउनु होला उहाँको चाहिँ मैले सम्मान गरेर एकछिन चाहिँ सम्मान चाहिँ राखिदिएको हो ल धन्यवाद